गाइज वेलकम माई युट्युब च्यानल। तपाईँहरू सन्चै हुनुहुन्छ भन्ने आशाको साथमा आजको नयाँ भिडियो मैले स्टार्ट गर्दैछु। सेवाहरू नमस्ते। अनि के भन्छ आज कति दिनपछि बनाउँदैछु भिडियो होइन। म चाहिँ आज गाइज म चाहिँ अब स्कुल जान आँटेको होइन। अब स्कुल जान आँटेको अनि अहिले आमाले अब यहाँ तरकारी पकाएर हामी स्कुल जान आँटेको। यसले भाइले होमवर्क गर्दैछ होइन। अब यहाँ चाहिँ मेरो भाइ छ। हेलो भन माई ब्रदर स्मल ब्रदर। दिस इज माई गाउँको भाइ अनि बडाउको भाइ। अनि यो चाहिँ आज गाउँबाट आएको छ। अनि इट इज माई मदर। अब आमा चाहिँ यहाँ दाल अहिले माइकले सुनेको आवाज आएको छैन होला। मेरो नाम रचना याका है। मेरो भ्लग हेरेको छैन कतिजनाले सायद म चाहिँ राम्रो पनि छिर्न होला होइन। राम्रो लाग्यो भने कमेन्ट पार्वती मेरो साथी होइन गाइस। हेलो भन्। हेलो यो चाहिँ आइगयो आइबनलाई। मेरो नाम चाहिँ गुलुङ हो अनि म चाहिँ हेलो साथीहरू, आज चाहिँ नेक्स्ट डे अनि नमस्कार। अनि म चाहिँ आज स्कुल गइनँ किनभने बिमारी भइरहेको छु होइन। लुगा पनि लागिरहेछ। अनि हिजोको ब्लग त हेरिहाल्नु भयो होला होइन। यसको अगाडि हालेको छु मैले। अनि यसको उयो गरेर अनि यो चाहिँ आज नेक्स्ट डे हो। अनि आज मलाई खासै सन्चो छैन, त्यसैले स्कुल पनि गइनँ। अनि के भन्छ आज चाहिँ म घरमै छु। अनि त्यतिकै के गरौँ भयो। अनि भिडियो स्टार्ट गर्दैछु गाइज। अस्तिको मैले इन्ट गरेको थिइनँ, स्कुलबाट आएँ अनि यस्तो गलेको जस्तो लाग्यो अनि त्यसैले मैले बनाइनँ। अनि आज चाहिँ घरमै पुरै दिन छु, कहीँ जाँदिनँ। अनि के कस्तो हुन्छ हेर्नु होला। मेरो अहिले भोइस पनि अर्कै आएको छ होला होइन। म ठुलो आवाजले बोल्न सक्दिनँ किनभने मेरो के भन्छ घाँटी दुखिरहेछ। अनि त्यस्तो गाइज। अनि म अस्ति स्कुलबाट होइन हिजो स्कुलबाट आएर अनि म बिमारी छ क्या। अनि हिजो स्कुलबाट आएर मैले भ्लग पनि इन गरेको छुइनँ क्या। अनि त्यसैले आज हाम्रो घरमा चाहिँ मामा आउँदै हुनुहुन्छ, साइला मामा। अब भर्खर लुगा धुएँ, अब फेरि अझै धुन बाँकी छ अलिकति। अनि अरू सबै ठिकठाकै छ। तपाईँहरू पनि सन्चै हुनुहुन्छ। अनि मेरो साथीहरूले भन्दै थियो होइन किन भिडियो आएन भन्दै थियो होइन। अनि भिडियो चाहिँ किन आएको छैन भने म जहिले डेली भिडियो बनाउन सक्दिनँ, मिल्दैन किनभने स्कुल जानुपर्छ। अनि अहिले मेरो एक्जाम पनि आइसक्यो, एक्जाम आउँदैछ। अब यही आइतबार हो एक्जाम। अनि आइतबारदेखि अब धेरै दिन छैन। अनि त्यसैले पढ्नुपर्छ। अब एक्जाम सकिएर चाहिँ बनाउँछु होला म भिडियो। अनि भिडियो यो एक्जाम सकेर बनाउँछु। अब कस्तो हुन्छ हेर्नु होला। मलाई खासै सन्चो छैन क्या।
भर यो घाँटी दुखिरहेछ, पेट दुखिरहेछ, त्यसैले क्या गाइस। अनि त्यसैले म अलिक ठुलो साउन्डले बोल्न सकेको छुइनँ, सानो आएको होला। अनि एकछिन बस्छु अनि हेर्दै जानुहोस् त गाइस के हुन्छ। अनि म ब्लग उयो हुन्छु भनेर पनि बनाएको होइन भोलि पर्सि पछिको लागि मेमोरी हुन्छ भनेर मात्रै हो। पछि हेर्नको लागि कस्तो उयो भयो भनेर हेर्नको लागि मात्रै हो मैले बनाएको। मेरो आमाले पनि बना भन्छ त्यसैले। अनि नत्र मलाई बनाउनु मन लाग्छ तर त्यति साह्रो मजाले लाग्दैन क्या। अनि अब कस्तो हुन्छ हेर्नुहोस् गाइस। साथीहरू मैले चाहिँ स्कुलमा त्यस्तै मतलब साथीहरूलाई यो मात्रै गरेँ यो मात्रै भने त्यस्तो मात्रै बनाएँ किनभने सर मिसले कराउनुहुन्छ कि भनेर मैले साह्रै भिडियो बनाइनँ। अनि हाम्रो 2-3 दिन वार्षिक उत्सव थियो स्कुलमा। अनि अब डान्स गर्नु त राम्रै गर्यो अनि राम्रै थियो। अनि त्यो के पो भन्छ डान्स हाल्यो भने डान्सको उयो हाल्यो भने उयो हुन्छ नि त के पो भन्छ कपिराइट हुन्छ। त्यसैले मैले हालिनँ, अलिकति मात्रै हालेको छु। अब हुन्छ कि हुँदैन यो पनि कपिराइट हेरौँ। अस्तिकोमा त मेरो कपिराइट भयो। अनि त्यस्तै भयो भिडियो स्कुलको। मैले खासै बनाउनु त्यो बेला पनि म बिमारी थिएँ, रुगा लागिरहेको थियो, अरू त केही होइन। अनि कस्तो स्वर आएको छ त्यसमा पनि साउन्ड होइन थियो त्यो मैले सुनेको पनि हल्ला भएको थियो देखि। अनि हल्लै त भएको थियो त अब त्यस्तो वार्षिक उत्सवमा सरहरूले माइक गरेर माइकले बोल्नुपर्छ अनि हुन्छ नै। गाइस हाम्रो मामाले हामीलाई ल्याइदिनु भएको सेली आमाले खोल्दै छ। बोरा लडेको त लाग्छ मामा आइसक्नुभयो उप लाग्छ तातो तातै हिँडेको जो है केक अहिले भर्खर पिने साग। अनि यो डायट यस्ता बढी त खाना पार्छ क्या। सिबी मुसली चामल यति छ ल्याइदिनु भएको मामाले। अब यसकै तरकारी होला। हामीले खाजा खायौँ पनि खाँदैन यो यस्तो त तर आज त हाम्रो मामा आइसक्नु भयो अहिले। साइला मामा बुवाको आमाको भाइ यत्रो आलु निम्की। साथीहरू आजको भिडियो यस्तै रह्यो होइन। अहिले चाहिँ पानी पर्न आँटेको छ हेर्नु सक्नुहुन्छ। यहाँ देखेको छैन धुमिरहेछ आकाश। अनि आजको भिडियो यस्तै रह्यो। अनि के पो भन्छ सुरुदेखि अन्त्यसम्म हेरिदिनु भएको भए तपाईँहरूलाई धेरै धेरै धन्यवाद। अनि सब्सक्राइब गर्नुभएको छैन भने सब्सक्राइब गरिदिनु होला। अनि आजको भिडियो यस्तै रह्यो। बाई बाई गाइस।